सपना देख्न सजिलो छ, तर ती सपना साकार पार्न साहस, परिश्रम र दूरदृष्टि चाहिन्छ। यस्तो एउटा नाम हो जेफ बेजोस, जसले सानो ग्यारेजबाट सुरु गरेर संसारकै सबैभन्दा ठुलो कमर्सियल कम्पनी एमाजन निर्माण गरे। उनले त केवल व्यापारको स्वरूप मात्र परिवर्तन गरेनन्, मानिसको किनमेल गर्ने शैली नै उल्टाइदिए। जेफ बेजोसको जन्म सन् 1964 जनवरी 12 मा न्यू मेक्सिको, अमेरिकामा भएको हो। बाल्यकालदेखि नै उनी प्राविधिक विषयमा आकर्षित थिए। उनीसँग बाल्यकालमै तार, मोटर उपकरणहरू चलाएर नयाँ कुरा बनाउने असाधारण रुचि थियो। उनले प्रिन्सटन विश्वविद्यालयबाट कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इन्जिनियरमा डिग्री लिए। बचपनदेखि नै उनी साधारण थिएनन्। अन्य बालबालिकाहरूले खेल्दा कुद्दा जेफले ग्यारेजमा वैज्ञानिक प्रयोग गर्थे। यसरी उनीभित्रको अन्वेषण सोच अझ बलियो हुँदै गयो। एउटा सपना, एउटा ग्यारेज र अनन्त सम्भावनाले गर्दा नै सन् 1990 को दशकको सुरुवातमा जब इन्टरनेटले बिस्तारै संसारको ध्यान तानिरहेको थियो, जेफ बेजोसले त्यसमा गहिरो सम्भावना देखे। उनले राम्रो तलबको जागिर छोडेर 1994 मा एउटा ग्यारेजमा बसेर Amazon.com सुरु गरे। सुरुवातमा केवल अनलाइन किताब बेच्ने उद्देश्यका साथ सुरु गरेको अनलाइन प्लेटफर्म त्यतिमै सीमित थिएन। ग्राहक सधैँ पहिला भन्ने मूल मन्त्र लिएर उनले एमाजनलाई बिस्तारै विश्वकै विशाल खुद्रा कम्पनी बने। आज एमाजनमा तपाईँले आफ्नो इच्छाअनुसारको सामान जुनसुकै पनि किन्न सक्नुहुन्छ। अझ भनौँ, सुईदेखि कारसम्म किन्न सक्नुहुन्छ। जेफ बेजोसको सपना पृथ्वीमा मात्र सीमित थिएन। उनले अन्तरिक्षमा मानिसहरूलाई पुर्याउने सपना देखे। ब्लू ओरिजिन नामक कम्पनीको स्थापना गरेर अन्तरिक्ष यात्रालाई सुलभ बनाउने प्रयास थाले। उनी भन्छन्, I want millions of people to live and work in the space। यसबाट प्रष्ट हुन्छ उनको सोच केवल व्यापारमा सीमित छैन, त्यो मानव सभ्यताको भविष्य निर्माण गर्नेतर्फ पनि केन्द्रित छ। उनको यात्रामा आलोचनाहरू पनि थुप्रै भए। धेरैले उनको व्यापारिक मोडल असम्भव भने, तर उनले आलोचनालाई सधैँ अवसरका रूपमा लिए। आज जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक हुन्। उनको सफलता केवल पैसामा मात्र होइन, धैर्य र अडानमा निहित छ। जेफ बेजोसको जीवनबाट हामीले धेरै कुराहरू सिक्न सक्छौँ। ठुलो सपना देख र त्यसलाई साकार पार्न डटेर लाग। आजको युगमा उनले छोडेको प्रभाव केवल ई-कमर्स होइन, प्राविधिक, अन्तरिक्ष अनुसन्धान र नेतृत्वको शैलीमा पनि देखिन्छ। वास्तवमा जेफ बेजोस एक सपना देख्ने मानिस मात्र होइनन्, ती सपनालाई साकार पुर्याउने अद्भुत प्रेरणा हुन्। जेफ बेजोसको जीवनबाट हामीले धेरै कुराहरू सिक्न सक्छौँ। बेजोसले एक ग्यारेजबाट एमाजन सुरु गर्दा कसैले कल्पना गरेका थिएनन् कि त्यो एक दिन विश्वको सबैभन्दा ठुलो कम्पनी बन्नेछ। यसले देखाउँछ कि कसैको अनुमति बिना ठुलो सपना देख्नुपर्छ। जोखिम लिनु नै सफलता हो। उनले उच्च तलबको जागिर छोडेर अनिश्चित भविष्यमा लगानी गरे। यो निर्णय नै उनको जीवन परिवर्तन गर्ने मोड बन्यो। ग्राहक केन्द्रित सोच राख्नुहोस्। बेजोस भन्थे, सधैँ कस्टमर इज किङ। उनले आफ्नो सम्पूर्ण व्यापारिक रणनीति ग्राहकको सन्तुष्टिमा केन्द्रित गरे। यसबाट प्रष्ट हुन्छ कि आज एमाजन विश्वकै सबैभन्दा ठुलो ई-कमर्स प्लेटफर्म बन्न सफल भएको छ। असफलता सिकाइ हो, हार होइन। उनको जीवनमा धेरै असफलता आए, तर उनले ती असफलतालाई सिकाइको अवसर बनाए। दीर्घकालीन सोच राख्नुपर्दछ। बेजोस अल्पकालीन नाफाभन्दा दीर्घकालीन दृष्टिकोणमा विश्वास गर्थे। उनले सधैँ भविष्यलाई ध्यानमा राखेर रणनीति बनाउँथे। यसैले आज एमाजन विश्वकै सबैभन्दा ठुलो ई-कमर्सियल बन्न सफल भएको छ। निरन्तर सुधारमा विश्वास गर्नु। उनले सधैँ आफू र आफ्नो कम्पनीलाई सुधार्ने प्रयास गरे। चाहे सेवा होस्, ग्राहक सन्तुष्टि होस् वा कर्मचारी विकास, हरेक क्षेत्रमा सुधार गर्न खोजे।